हेलो साथीहरु, वेलकम टु माई मिनी भ्लग। म चाहिँ आज लक्ष्मी पूजा गर्दैछु। हिजो हाम्रो घर श्राद्ध थियो, त्यही भएर लक्ष्मी पूजा गर्न पाइएन। तर आज दिउँसोसम्म चाहिँ औँसी तिथि नै बाँकी रहेको भएर चाहिँ मैले बिहानै लक्ष्मी पूजा गर्ने निदो गरेँ। त्यही भएर यहाँ चाहिँ जस्तो आउँछ त्यस्तै रङ्गोली बनाउँदैछु। यहाँ सालबियाले मेरो भिडियो खिचिँदैछन्। यहाँ बाबु पनि त्यही छ, बाबुले हल्ला गरेर चाहिँ नक्राइ बाबु भनिरहेको छु मैले। गोलो 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 कस्तो भयो। यहाँ मैले छिटो 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 रङ्गोली बनाउँदैछु। रङ्गोली त के भयो थाहा छैन, त्यसै लतर पत यसो भर्नी खेलो चाहिँ भइरहेछ। यहाँ कलर चाहिँ मैले हिजो रेडी गरेको थिएँ। कलर त के हो र, कलर चाहिँ पिठोमा चामलको पिठोमा मिक्स गरेको, तर राम्रै देखिया छ यहाँबाट हेर्दा त। आफूले यो नगरेसम्म चाहिँ तिहार जस्तो हुँदैन मलाई। यहाँ मैले लक्ष्मीको पाइला बनाउन थालेँ। हामी पहिला पहिला यसरी नै पाइला गराउँथ्यौँ। बिहा नहुँदै चाहिँ लक्ष्मी पूजा आदि नै गर्न पाइन्थ्यो। अहिले चाहिँ श्राद्ध पर्दो रहेछ। अनि यहाँ लक्ष्मी पाइला कस्तो राम्रो पाइला हो, माइ गॉड। आफै हेरेर आफै म उता पछाडि छुटेछ कि मेरो पाइला बनाउनलाई। यहाँ म छिटो 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 लक्ष्मीको पाइला बनाउँदैछु। लक्ष्मीलाई भित्राइदिन्छु। ल है साथीहरू, तपाईँहरूको घर जानुभएको लक्ष्मी फर्केर हाम्रो घरतिर आइसक्नु भयो है। अब यस्तै छ है, आफ्नो जस्तो छ त्यस्तैमा खुसी हुने हो हामी त। कति क्युटी मान्छेहरूले सँगै लक्ष्मी पाइला बनाएर देख्छु कि मैले दुइटै। लक्ष्मी कसरी खुट्टाङ फट्टाएर हिँड्ने हो र, एउटा पाइला दुई पालो पाइला चाल्ने होइन र लक्ष्मीले। लौ न, मलाई कसैले बुझाइदिनु पर्यो यो कुरा चाहिँ। मलाई यो चाहिँ अलि थाहा भएन। बाबुको पट पनि त्यही रहेछ। अनि त्यसपछि यहाँ म पाइला बनाउँदैछु। पछि खासै राम्रो भएन, पिठो अलि कम भएर थकै नै लाग्छ नि। हातै डुबेन क्या त्यहाँ मेरो। नडुबेपछि खासै पाइला राम्रो भएन। यसपछि म पूजा गर्नतिर लागेँ। सरसफाइ यहाँ मैले पूजा गरेँ। बाबु पनि यहाँ मसँगै छ। यहाँ के भनिरहेछ। यहाँ म पूजा गर्दैछु। आलु दिनु भनिरहेको थियो बाबुले चाहिँ। यहाँ मैले जाने अनुसार शुद्ध मन भएपछि जसरी गरे पनि हुन्छ कि भगवान्ले दिनुहुन्छ, पुर्याउनुहुन्छ आँटेको। आफ्नो मन चाहिँ सफा हुन पर्यो। सबैभन्दा ठुलो पूजा भनेको नै सत्कर्म हो भन्ने कुरा चाहिँ बिर्सिनु भएन। त्यही भएर मैले यहाँ आफूले जाने अनुसार यसो मेरो खुत्रुकीहरूको पनि पूजा गरेँ। पैसा त छैन खासै, त्यही पनि यसो भगवान्लाई देखाएँ। अनि यहाँ पूजा गर्दैछु। त्यसपछि मैले बत्ती बाल्न थालेँ। यहाँ पोज पनि दिइरहेको छु। यो एकदम म्यान्डेटरी पोज हो नि। यहाँ मेरो रङ्गोलीमा मैले बत्ती बाल्दैछु। ओ माइ गॉड। हाम्रो मम्मीले चाहिँ यो पूजा गर्दाखेरि टाउकोमा पछ्यौरा हाल्नुपर्छ भन्नुहुन्थ्यो कि, त्यही भएर मैले जहिले पनि पूजा गर्ने बेलामा चाहिँ पछ्यौरा हाल्छु। ज्यान ठुलो भएपछि बसेर समाएर उठ्नुपर्छ भाइ, छ्या। अनि त्यसपछि बत्तीहरू बाल्न थालेँ मैले। भित्र त पूजा गरिसकेको थिएँ, तुलसी मन पनि गरिसकेको थिएँ। यो चाहिँ पछि खिचेको भिडियो हो। मैले लक्ष्मीको पाइला जतिमा चाहिँ बत्ती बाले, भित्र बाल्न दिँदैन, फेरि बाबुले चलाइदिन्छ। त्यही भएर मैले बत्ती बाहिरै बालेँ। यो चाहिँ लास्टमा खिचेको भिडियो हो। ओके बाई, थ्याङ्क यू, ह्याप्पी तिहार।